नमस्कार। नमस्कार। यहाँ चाहिँ आज नयाँ वर्ष 2082 को पहिलो दिन हजुर। यहाँले लामो समय धादिङ जिल्लामा शैक्षिक अभियान सुरु गरेर नीलकण्ठ माध्यमिक विद्यालयको स्थापना गरेर प्रथम प्राध्यापक भएर सेवानिवृत्त पनि हुनुभयो। त्यसपश्चात समाज रूपान्तरण र समाज विकासको लागि यहाँले बिसेवा नेपालको संस्था मार्फत काम गर्न थाल्नुभएको थियो। त्यसै सिलसिलामा बिसेवा नेपालको कार्यक्रमले देशमा ज्येष्ठ नागरिकहरू बढ्दै गएका छन् र उनीहरूको भावनालाई कदर गर्दै उनीहरूको जीवनलाई सक्रियता गर्नलाई यहाँले बिसेवा नेपालको मार्फत ज्येष्ठ नागरिक जिल्ला सङ्घ गठन गर्न पहल गर्नुभयो र त्यसपछि जिल्ला ज्येष्ठ नागरिक जिल्ला सङ्घ धादिङको अध्यक्ष भएर हालसम्म काम गर्दै आउनुभएको छ, होइन? भनेपछि तपाईँलाई सेवानिवृत्त एउटा शिक्षक, बिसेवा नेपालको अध्यक्ष र ज्येष्ठ नागरिक सङ्घ जिल्ला धादिङ जिल्लाको अध्यक्ष भनेर सम्बोधन गर्दाखेरि उपयुक्त हुन्छ। यथार्थ त्यही नै हो। हजुरले यो 2082 साल वैशाख 1 गतेको अवसरमा केही भन्न चाहनुहुन्छ? अब के भन्नु त के छ र, तर तै पनि यो मैले यो आगामी कार्यक्रमको लागि केही एउटा सोच राखेको छु, होइन? हजुर, कस्तो सोच राख्नुभएको छ? जस्तै के भन्नु होला भनेदेखि नि, ज्ञानावृत्ति मुक्ति, ज्ञान सबभन्दा ठुलो ज्ञान हो। हजुर। तर ज्ञानको आधार चाहिँ कर्म नै हुन्छ। यो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले होस् अथवा आध्यात्मिक दृष्टिकोणले पनि होस्, हजुर, ज्ञानको आधार कर्म नै हुन्छ र बिना कर्मयोग बिना ज्ञान योग सफल सही विचार निस्कँदैन भन्ने सिद्धान्त नै छ। भनेपछि यहाँले भन्नुभएको ज्ञानको आधार भएका कर्महरूलाई कार्यान्वयनमा ल्याउनु पर्यो। हजुर। भने ज्ञानको आधार भएको कर्मलाई कार्यान्वयनमा ल्याउँ भन्ने त्यो तपाईँको उद्घोष हो। हजुर, ज्ञानको आधारभूत कर्मलाई कार्यान्वयनमा ल्याउँ भन्ने उद्घोष सहित 2082 सालको अवसरमा, होइन, हजुर, हाम्रा सोच तथा कार्यहरू शैक्षिक विकासका निमित्त उत्प्रेरकको रूपमा ल्याउने प्रयत्न गर्ने। किनभने शैक्षिक विकास भनेको सही शिक्षाका उद्देश्य प्राप्ति गर्नलाई धेरै समय लाग्छ, तर आजै सुरु गर्नुपर्छ। एक शिक्षाका उद्देश्य पुरा गर्नको लागि 100 वर्षसम्म पनि लाग्न सक्छ, तर त्यसको चाहिँ सुरुवात चाँडै नै गर्नुपर्छ भनेर यस वर्ष त्यो सोच राखेको छु। भनेपछि यसभन्दा अगाडि पनि यहाँले बिसेवाको मार्फत जुन धादिङ जिल्लाका शिक्षाका उत्प्रेरक विष्णुदत्त उपाध्याय पण्डितको बारेमा यहाँले बेला बखतमा विभिन्न लेख रचना तथा छलफलमा कुरा गरिरहनुहुन्थ्यो। यो शैक्षिक विकासमा उत्प्रेरकको भूमिका निभाउने विष्णुदत्तको बारेमा पनि तपाईँले केही इतिहास खोतल्ने प्रयत्न गर्नुहुन्छ यो वर्ष? हजुर। यसलाई लिपिबद्ध रूपले भन्दा के गर्नुहुन्छ? यसलाई मैले के गर्न आँटेको छु भनेदेखि एउटा ज्येष्ठ अन्तर्पुस्ता सिकाइ। हजुर। अब हाम्रा धेरै पुस्ताहरू बितिसके र हामीले पनि मेरा हजुरबा, हजुर, बुबा, आफू, छोरो, नाति, पनाति, हजुर, सम्मका पुस्ताहरूसँग मेरो सम्पर्क भइरहेको छ। हजुर। किनभने पढ्ने पढाउने सिलसिलामा व्यवहारको रूपमा सम्पर्क भएको छ। हजुर। र ती नयाँ पुस्ताले अब हामीले गत वर्षतिर के गऱ्यौँ भन्नु होला भनेदेखि यो अन्तर्पुस्ता सिप हस्तान्तरण कार्यक्रम भन्दै विद्यालयमा गएर ज्येष्ठ नागरिक जिल्ला सङ्घको तर्फबाट हाम्रा अनुभव र केही सिपहरू पनि संस्थागत रूपबाट सिकाउने
सिप हस्तान्तरण गर्ने कार्यक्रम गरेका थियौँ। हजुर तर त्यहाँ एउटा कुरो मलाई के लागिरहेको थियो भने अब हामीहरूले आफ्ना सिप र अनुभव मात्रै भावी पुस्तालाई छोरानातीलाई दिने होइन कि विद्यालयमा पढ्दै गएका नयाँ अनुभव प्राप्त गर्दै गएका विद्यार्थीहरूबाट पनि ज्येष्ठ नागरिकहरूले सिप र ज्ञान लिनुपर्छ भन्ने सोच मेरो पहिलेदेखि नै धारणा थियो। तर त्यसलाई मैले कार्यान्वयनमा ल्याउन सकेको थिइनँ, साथीहरूसित बुझाउन पनि सकेको थिइनँ। र के भन्थे भनेदेखि सिप हस्तान्तरण भन्नाले पुरानो पुस्ताले नयाँ पुस्तालाई मात्र दिने भन्थे है। तर नयाँ पुस्ताले पनि नयाँ पुस्ताबाट पनि पुरानो पुस्ताले सिक्नुपर्छ, उनीहरूले पनि सिकाउने वातावरण सिर्जना गर्नुपर्छ भन्ने मेरो अभिप्राय छ। भनेपछि यसरी नयाँ पुस्ताबाट पुरानो पुस्ताले सिक्ने र पुरानो पुस्ताले नयाँ पुस्तालाई नै सिकाउने एकअर्काले सिकाउने अभियान चाहिँ राखेर ज्येष्ठ नागरिकहरूलाई निरन्तर सक्रिय र सक्षम बनाउनलाई र ज्येष्ठ नागरिकको कार्यक्रम पनि गर्ने तपाईँको आगामी वर्षको योजना छ होइन? अब यस्तो छ क्या धारणा मानिसहरूलाई, ज्येष्ठ नागरिक भनिसकेपछि बुढा भए तिनीहरूले पेन्सन खाएर बस्नुपर्छ, बाबु छोराले दिएको कमाई बस खाएर कोठामा बस्नुपर्छ, घरबाट निस्कनुहुन्न, समाजमा निस्कनुहुन्न, लडिन्छ आदि आदि कुरा दिएर भय त्रसित बनाउने एउटा कता कता यस्तो मैले सङ्केत पाएको छु। तर त्यो होइन कि ज्येष्ठ नागरिकहरूले आफै सक्रिय भएर अस्पताल जाने, आफ्ना रोगहरू निवारण गर्ने र म सक्रिय छु, म सक्षम छु भन्ने धारणा साथ यथासक्दो काममा अगाडि सरे भने मात्र एउटा वर्तमान देशलाई समृद्ध बनाउन पनि सकिन्छ र हामीले भावी पुस्ताहरूलाई एउटा मार्गदर्शन दिन पनि सक्दछौँ। जस्तै मैले के गरेको छु भने मैले गाई पालेको छु, खेती पनि यथाशक्य गरेको छु। हजुर। र त्यसले के छ भनेदेखि अहिले तास खेलेर बस्ने, के झोक्राएर बस्ने बुढाहरूलाई मात्र होइन, युवाहरूलाई पनि त्यस्ता बुढाहरूले त बुढा मान्छेले त ज्येष्ठ नागरिकले त काम यसरी गर्नुभएको छ भनेर उनीहरू गुई कुरा गरेका, काममा सक्रिय भएको मैले अनुभव पाएको छु होइन? त्यस कारणले सक्रियताको लागि स्वस्थ पनि हुनुपर्छ र स्वास्थ्यको लागि उनीहरूले आफूलाई म स्वस्थ छु भन्ने आत्मसाहस पनि ज्येष्ठ नागरिकले राख्नुपर्छ भन्ने चेतना दिनको लागि हामीले ज्येष्ठ नागरिक जिल्ला सङ्घको तर्फबाट पालिकामा ज्येष्ठ नागरिक सचेतना कार्य पहिले ज्येष्ठ नागरिक सङ्घ समिति गठन गराउने र तिनीहरूलाई चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ आफ्नो काम र कर्तव्यप्रति सचेत गराउनको लागि भनेर हामीले ज्येष्ठ नागरिक जिल्ला सङ्घको तर्फबाट पनि यो कार्यक्रम राखेका छौँ। भनेपछि तपाईँले यो नयाँ वर्षमा एउटा आफै पनि व्यवहारमा कृषि उत्पादन र सक्रियता ज्येष्ठ नागरिक हुनुपर्छ भनेर सबैको लागि एउटा उदाहरणै पात्र बन्नुभएको छ। मैले त्यो सोचेको छु, आफूलाई म आफू छु भन्ने कुरा मलाई पनि आत्मविश्वास पनि छ। तपाईँ अहिले पनि सक्रिय, अहिले कति वर्ष हुनुभएको छ यहाँ? म अहिले मेरो जन्म त 3 साल श्रावण महिनाको हो। भनेपछि अहिले 78-79 वर्ष हुनुभयो। 78-79 वर्ष हुनुभयो। अब तपाईँले यो विज्ञान प्रविधिको बारेमा र यो देखि अहिले भएको यो कृत्रिम मानव आर्टिफिसियल इन्टेलिजेन्स भन्छन् नि, यो बारेमा नि केही जानकारी छ? यसको बारेमा नि केही योजनाहरू बनाउनु भएको छ? मैले योजना के भने योजना बनाउनु त पहिले ज्ञान नै चाहिन्छ, अनुभव नभइकन त योजना बनाउन सकिँदैन। र म पहिले विद्यालयमा शिक्षा विषय पढाउँथेँ। शिक्षा विषय पढाउँदाखेरि हाम्रा पुर्खाहरूले, हाम्रा ऋषिमुनिहरू भनौँ, तिनीहरू पुर्खाहरूले जो वेद लेखे, ग्रन्थहरू लेखे, पुराण लेखे होइन, ती अनुभवलाई उनीहरूले केमा राखे भन्ने कति त श्रुति परम्परामा पनि राखे, कतिपय कुराहरू चाहिँ आलेखको रूपमा पनि राखेको हामी पाउँछौँ। आलेख भनेको लेखेर जस्तै के भन्ने, कसैले त्यो भुजपत्र भन्ने एउटा प्लान्ट हुन्छ, बिरुवा रुख,
त्यसको बोक्रामा लेखेर राखे, कसैले भोर्लाको पातमा लेखेर राखे, कसैले ताम्रपत्रमा लेखेर राखे। र अब ती पछिको विकासले तिनीहरूलाई पुस्तकाकार पनि दियो। भनेपछि सुरुमा जुन अहिले छ पुस्ताकाका मान्छेहरूसँग मेरो छलफल भयो भनेर भन्नुभएको छ। सुरुका पुस्ताले त्यही भोजपत्र ताम्रपत्रहरूमा लेखेका सङ्ग्रहहरू, लेखेका किताबहरू अध्ययन गरेर नै उनीहरूले आफ्ना ज्ञानहरू हस्तान्तरण गर्दै आए। केही कुराहरू श्रुतिको बारेमा भनेपछि भनेर श्रुति भनेको अब त्यस बेला त किताबको चलन थिएन। गुरुले चेलालाई फेरि त्यो गुरु हुन्थ्यो, त्यसले चेलालाई यसरी सिकाउँदै आउनु भएको हुनाले वेदलाई श्रुति पनि भन्ने चलन छ। भनेपछि अब अहिले आएर चाहिँ त्यो यन्त्रमानव के रोबोट पनि भन्छन् यसलाई होइन। अहिले हामीले एआई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई भनेर कृत्रिम मानव रोबोट पनि भन्छन्। अब रोबोटले कहाँ भनेपछि यसले पनि अहिलेको कृत्रिम मानव अब आर्टिफिसियल इन्टेलिजेन्सले पनि ज्ञान दिँदै आएको छ होइन। र भविष्यमा गर्ने विज्ञान प्रविधि र यसलाई कसरी जोड्न खोज्नु भएको छ तपाईँले? यो पनि तपाईँको कार्यक्रममा छ कि छैन? एकदम हेर्नुहोस्, मलाई त एउटा गजब कुरा के लाग्यो भने जेमिनी भन्ने कार्यक्रम हुँदो रहेछ। मैले अस्ति एउटा साथीको एउटा कार्यक्रम यसो गर्दाखेरि पाएँ त्यो उसमा मोबाइलमा है। त्यसमा त यस्तो कि हामीले जे कुरा सोध्यो विश्वका जे कुरा पनि हाम्रो घर व्यवहारदेखि विश्वको र आफ्ना कुराहरू पनि सबै पट्टापट्टि भन्दो रहेछ, उठ्ने बेरै अघि यस्तो युगमा आइसकिएछ। र मैले के सोचेँ भनेदेखि यो पहिलेका पुस्ताका अनुभव रूपका ग्रन्थहरू र अहिलेका यन्त्रहरू कसरी के गरी बनेका छन्, कसरी अब भोलि फेरि कस्तो होला। हिजोको संसार र आजको संसार धेरै फरक पऱ्यो हेर्नुहोस्। सञ्चारको क्षेत्रमा होस्, यातायातको क्षेत्रमा होस्, ज्ञान विज्ञानको क्षेत्रमा होस्, धेरै फरक परेको हुनाले अब कस्तो होला पनि भन्ने बारेमा पनि हामीहरूले चर्चा गर्नुपर्छ कि भन्ने सोच राखेको छु मैले। उसो भने यहाँले यो पनि आगामी वर्षको कार्यक्रममा यो पनि यो इतिहासदेखि अहिलेसम्म भएका ग्रन्थहरू र अहिलेको यन्त्रमानव आर्टिफिसियल इन्टेलिजेन्स यो के हो कसो हो भनेर छलफल चलाउनु पर्ने भन्ने योजनामा राख्नु भएको छ। यथाशक्य छलफल व्यापक विषय छ यीहरू है। मैले राखेका अलिकति व्यापक पनि छन् र त्यसलाई चाहिँ यथाशक्य सुरुवात भने पनि गर्नुपर्छ भन्ने मेरो सोच छ। अनि यहाँले यसभन्दा अगाडि पनि खोला सरसफाइ गर्ने अनि विसेवाको मार्फतबाट समाज परिचालन गर्ने नदी अधिकारका कुराहरू गर्नुभएको थियो। त्यो यो आगामी वर्षमा यसको बारेमा केही प्रोग्राम केही कार्यक्रमहरू तपाईँले राख्नु भएको छ कि सोच? यस्तो छ क्या हेर्नुहोस् है, मैले त्यसै फ्याक्ट भन्दा नि तपाईँहरू के भनौँ र, मैले 2067 सालमा धादिङको प्रशासन कार्यालयबाट विसेवा नेपाल भन्ने संस्था दर्ता गरेको थिएँ। विसेवा नेपाल भन्ने संस्था दर्ता गरेको थिएँ र त्यसको माध्यमबाट एउटा माध्यम त चाहियो भनेर त्यसको माध्यमबाट मैले ज्येष्ठ नागरिक जिल्ला सङ्घ भन्ने गठन गराएँ। र त्यसबाट त्यसले यो नीलकण्ठमा वडामा र यो भरि पालिकाभरि नै ज्येष्ठ नागरिक सङ्घ पनि गठन गरायो। तर मैले मात्रै गराएको म भन्दिनँ, मेरा साथीहरूको सहयोगबाट भएको हो। र अनि तपाईँले के भन्नुभएको यो नदी अधिकारका कुराहरू? नदी अधिकार अब त्यो विसेवा नेपालको संविधान छ हेर्नुहोस् है। जस्तै ज्येष्ठ नागरिकको नि विधान छ, ज्येष्ठ विसेवा नेपालको नि विधान छ। र त्यसको विधानमा के पनि छ भने नदीहरूको अधिकारको बारेमा नदी खोला नाला नदी नाला सफाइ गर्ने, नदीका स्रोत खोल्साहरू पनि सफाइ गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ एउटा भावना राखेको हुनाले त्यसअनुसार मैले पहिलेको साथीहरू ज्येष्ठ नागरिक साथीहरूलाई पनि लिएर हप्ता शनिबार यो आँसी खोला सफाइ गर्ने कार्यक्रम मैले राखेको छु। आँसी खोला भनेको धादिङ जिल्लाको सदरमुकाममा जोडिएको नदी, यो सदरमुकाममा जोडिएको आँसी खोला र
थोपल खोलाको सङ्गम है हजुर त्यहाँ राखेको थिएँ र एउटा त्यही प्रसङ्गमा के भयो भने पछि केही समय अलिकति त्यसको यो के कोरोनाहरू के आए त्यसले गर्दाखेरि चाहिँ त्यसलाई अलिकति पछि अलि आत्मसन्तुष्टि गर्न त गरियो तर आत्मसन्तुष्टि गर्न सकिएको थिएन। निरन्तरता अलि सक्रिय रूपले निरन्तरता दिनलाई यस वर्ष पनि केही मात्रामा केही दिन हप्ता दिनमा सक्रिय गराएँ र त्यो नदी पानीको स्वच्छता पानीको महत्त्व आदि बारेमा साइनबोर्डहरू पनि सञ्चारको लागि मैले युवाहरूलाई ताक्न लगाएको छु। अब विश्व नेपालको बारेमा तपाईँको योजनाहरू सरसर्ती भन्नुपर्दाखेरि केही कुराहरू राख्नुभयो। यसबाहेक अरू केही अहिलेलाई त्यस्तो छ कि अब आगामी दिनमा अर्थात् 2082 को आज पहिलो दिन विश्व समुदायलाई केही शुभकामनाहरू दिन चाहनुहुन्छ? हजुर अब के भने अब यो यिनै उद्घोषहरूलाई यी कुराहरूलाई सफल बनाउनको लागि सबै देश विदेश अन्तर्राष्ट्रका मानव समुदायलाई नै पनि म सहयोग र सद्भाव राखिदिनुहुन्छ भन्ने कामना इच्छा गरेको छु। भनेपछि समष्टिगतमा गर्दाखेरि मैले अहिलेलाई सारांशमा भन्दा यहाँको अभियान भनेको ज्ञानको आधारमा रहेको कर्मलाई कार्यान्वयनमा ल्याउँ भन्ने एउटा उद्घोष गरेर केही कार्यक्रमहरू गराउनु भएको छ। एउटा चाहिँ शैक्षिक विकासमा उत्प्रेरकको भूमिका निभाउनु भएको विष्णु दत्तको बारेमा इतिहास खोतल्ने, 6 पुस्तादेखिका अनुभवहरू सिकेका अनुभवहरूलाई एक पुस्ताले अर्को पुस्तालाई सिकाउने, तल्लो पुस्ताले माथिल्लो पुस्तालाई, माथिल्लो पुस्ताले तल्लो पुस्तालाई सिक्ने सिकाउने अभियान पनि तपाईँले यो वर्ष निरन्तरता गर्न खोज्नु भएको छ। अनि भोजपत्र, ताम्रपत्र, ताडपत्र यिनीहरूमा लेखिएका कुरादेखि लिएर अहिले आर्टिफिसियल इन्टेलिजेन्ससम्मको कुराहरूलाई हेर्दाखेरि भविष्यमा पनि विज्ञान प्रविधिले कसरी विकास गरेर र त्यसलाई व्यवहारमा कसरी लिएर आउला भन्ने बारेमा छलफल गर्न चाहनुभएको छ र नदी अधिकारबारे यसभन्दा अगाडि गरेका कुरालाई निरन्तरता गर्नुभएको छ। यी कुराहरू चाहिँ तपाईँको आगामी वर्षको योजना रहेको छ होइन? अब त्यसलाई विश्व समुदायलाई त यहाँले यसै कुरामा यहाँले उद्घोष गर्न शुभकामना दिन चाहनुहुन्छ हो? अब यो शुभकामना तपाईँको शुभकामनासहित अन्तिममा यसलाई हामी सामाजिक सञ्जालमा नि राख्छौँ। तपाईँले यसलाई सामाजिक सञ्जालमा राख्न अनुमति दिनुहुन्छ? हजुर। अब के भन्न खोज्नुभएको? त्यसको साथसाथै मैले अर्को पनि एउटा सम्झेको छु, राखेको छु है। के छ भने यो शैक्षिक विकासका त्यस बेलाका जुन बेलामा 1997 सालमा एउटा राजनीतिक जागरण भएको थियो र हाम्रो नेपालका सपुतहरूले त्यसको लागि ज्यान पनि गुमाए। त्यस्तो वातावरणमा त्यसको लागि एउटा प्रजातन्त्रको लागि जुन आन्दोलनमा मरेका थिए, त्यो प्रजातन्त्रको लागि एउटा साक्षर पनि हुनुपर्छ भन्ने अभिप्राय लिएर 25 वर्षसम्म तीनधारा पाठशालामा, संस्कृत पाठशालामा अध्ययन गरेर 91 सालमा त्यहाँबाट भूकम्पको पछाडि उहाँ भूकम्पको कुरा पनि धेरै गर्नुहुन्थ्यो। उहाँ भन्नाले उहाँ विष्णु लम्साल भूकम्पको बारेमा काठमाडौँमा धुली है दिउँसो धुलो भएको छ 12 बजेको टाइममा भन्नुहुन्थ्यो है। त्यो मतलब त्यसको पछिल्लो वर्ष त्यहाँबाट निस्किएर त्यहाँबाट कार्यक्षेत्रमा उत्रनु भएछ र धेरै ठाउँमा विभिन्न ठाउँमा 10-8 ठाउँमा र आफ्नै घरमा पनि बसेर शिक्षाको लागि साक्षरताको लागि उत्प्रेरणा दिँदै हिँड्नु भएको रहेछ है। र अर्थात् उहाँ हुनुहुन्थ्यो यस धादिङ जिल्लाकै त्यस बेलाका धादिङ जिल्लाका सर्वमान्य गुरु पण्डित विष्णुदत्त उपाध्याय लम्साल हुनुहुन्थ्यो उहाँ है। र उहाँ एउटा
आदर्श पुरुष हुनुहुन्थ्यो र उहाँले गरेका कामहरू हामीले पनि प्रयोग गर्दै गयौँ भने देशमा एउटा राम्रो हुन्छ भनेपछि राम्रो हुन्छ भन्ने सोचाइ लिएर उहाँको ऐतिहासिक कार्यहरू खोतल्ने प्रयास पनि बिसेवा मार्फत गर्नुपर्छ भन्ने मैले सोचेको छु। हुन्छ। उसो भने अन्तिममा यहाँले हजुर आजको छलफललाई हजुर बिट मारौँ। हजुर ल यसमा यहाँको केही शुभकामना सन्देशसहित बिट मारौँ नि त। मेरो सन्देश त के भन्नु होला भनेदेखि जस्तो शान्ति हुनुपर्छ। शान्तिको लागि केही क्रान्ति पनि हुनुपर्ने रहेछ। यो कुरा सर्वसिद्ध मान्छेले एउटा चित्त नबुझेका कुराहरू मनमा समाजमा राष्ट्रमा गुम्स्याएर राख्यो भने त्यो भित्र नबोलेर मात्रै शान्ति हुने होइन र त्यसले चाहिँ त्यो शान्तिको चाहिँ व्यापकता ठुलो छ र क्रान्तिको माध्यमबाट भने पनि शान्ति ल्याउनु पर्छ भन्ने हाम्रो पुर्खाहरूले गरेको शान्ति आह्वानलाई म यहाँको समयको अभावले गर्दाखेरि एउटा सूत्रको रूपमा मन्त्रको रूपमा मात्रै म उद्घोष गर्न चाहन्छु र विश्व समुदायलाई शुभकामना दिनुहुन्छ। 2021 जस्तै हाम्रा पुर्खाहरूले भने देउ शान्तिरन्तरिक्ष गुहुँ शान्ति पृथिवी शान्तिरापः शान्तिरुहदयः शान्तिः वनस्पतयः शान्ति विश्वे देवः शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति सामा शान्तिरेरि सामा शान्तिरेरि भनेर शान्तिको बिगुल अभियान चलाएका थिए र हामीले पनि बिना शान्ति समृद्धि हुँदैन भनेर त्यसलाई चाहिँ साकार रूप दिनुपर्छ भन्ने मैले सोचेको छु र त्यही शुभकामना दिन्छ सहित त्यो विश्वलाई त्यही शान्तिको शुभकामना सहित म आज यहाँसँग ओझेल पर्दछु। हस्, धन्यवाद।